यो मिटिङ हल हो। यहाँ त्यति क्षति छैन। यहाँका सामानहरू चाहिँ सबै चोरी भएका छन्। मिटिङ हलको माथिल्लो तलाको मिटिङ हलको किचन हो। यसो चिया नास्ता खाने। यो कार्यालय प्रमुख कक्ष। यहाँको सामानहरू सबै चोरेर लगेका छन्। टेबुलहरू फुटाएका छन्। यहाँ आगलागीको असर छैन। सबै टेबुल कुर्सी एसी समेत निकालेर लगेको छ। यता शौचालय भयो। शौचालयतिरको पनि सिसा सबै फोडेका छन्। सिसा कुनै बाँकी छैन। यहाँ टिभी थियो, त्यो पनि लगेका छन्। यहाँको टिभी सबै लगेका छन् कार्यालय प्रमुख कक्षको। यो बोर्डहरूलाई यसरी कच्याककुचुक गरिएको छ। यो लिखित परीक्षा शाखा। यसको सबै तल कार्पेट सार्पेट फर्निचरहरू सबै सामान लिएर गएका छन्। सबै लिएर गएका छन् यहाँ सामान। हाम्रो पुरा लिखित परीक्षाको रेकर्डहरू मेन्टेन भएको थियो। यो धेरै अधिकांश सामानहरू हराएका छन्। भुइँका कुनै कार्पेट बाँकी छैनन्। सबै कार्पेट उखाडेर लगेका छन्। टेबुलहरू पनि सक्नेसम्म उठाएर लगेका छन्। प्यासेज सबै आर्थिक प्रशासन शाखा। आग लागि भन्दा पनि सामान चोरी र सिसा फोडेर अस्तव्यस्त बनाएको अवस्था छ। यो मेडिकलको यहाँ व्यवस्थापन गरिएको थियो। मेडिकल शाखाको पनि सबै टेबुल कुर्सी सिसाहरू फोडेर यस्तो अवस्था छ। यो हाम्रो प्राविधिक शाखा। प्राविधिक शाखामा पनि सबै टेबुल कुर्सीहरू उठाएर लगेका छन्। अस्तव्यस्त गरेका छन्। कम्प्युटरहरू कुनै कोठाको बाँकी छैन। यो सर्भर रुम। सर्भर रुममा पनि सबै अस्तव्यस्त, सबै आगो जलाइदिएका छन्। कम्प्युटर सर्भरहरू सबै बोकेर लगेका छन्। यो स्टोर शाखा। स्टोर शाखाको सम्पूर्ण सामानहरू टिभी, एलसिडी, ब्याट्री, इन्भर्टर सबै सामान लिएर गएका छन्। आग लागेर नष्ट भएको छ। यता शौचालय। अब यो तल हामी जाँदैछौँ। तल्लो फ्लोरमा चाहिँ आगो लगाएको हुनाले तल चाहिँ केही नै बाँकी रहेको छैन। स्मार्ट कार्डहरू यसरी छरपष्ट भएका छन्। सबै स्मार्ट कार्डहरू यसरी छरपष्ट भएका छन्। हाम्रो यो इन्भर्टर तथा जेनेरेटरको लाइन व्यवस्थापन हो। यो जलेर यस्तो भएको छ। यो हाम्रो कार्ड शाखा थियो। यो पार्टिसनमा कार्ड शाखा थियो। यो पार्टिसनमा कार्ड शाखा यसरी जलेर नष्ट भएको छ। यो हाम्रो भुइँहरू पनि सबै यो टाइल्सहरू फुटेर आगोको हिटले गर्दा सबै चर्केर यस्तो फुटेर अग्लो अग्लो भएका छन्। हिँड्नै नसकिने सिसा छ। यहाँ टेबुलभरि खुट्टाभरि लाग्ने डर छ। यो अहिले पनि आगो बलिरहेको छ। यहाँ अहिले आगो बलिरहेको छ। यो सूचना प्रविधि शाखा थियो। आगो बलिरहेको छ। कुनै पार्टिसन बाँकी छैनन्। एल्युमिनियम सिसाहरू सबै जलेर नष्ट भएका छन्। सिसाहरू फुटेका छन्। यो हाम्रो ढड्डा राख्ने ठाउँ थियो। दराजहरू पनि जलेर नष्ट भएका छन्। ढड्डाहरू सबै जलेर यस्तो अवस्थामा छ। कुनै काम लाग्ने अवस्थामा छैन। अहिले पनि आगो लागिरहेको छ। कम्प्युटरका सिस्टमहरू अझै डढेर यहाँ भएका छन्। कुर्सीहरू यसरी जलाइएको छ। दराजहरू यस्तो अवस्थामा छ। यो हाम्रो ढड्डा शाखा थियो भने यो प्रशासन शाखा थियो। यो प्रशासन शाखाको सबै पार्टिसन जलेर नष्ट भएका छन्। छतहरूको अवस्था यस्तो छ। डढेर सबै झरेको छ, फुटेको छ। यो तल्लो फ्लोरको मेडिकल शाखा थियो। यो मेडिकल शाखाको पनि अवस्था यस्तो छ। भुइँहरू एकदम फुटेर धेरै हिट भएर यो आगो बलेर हिट भएर सबै भुइँहरू फुटेका छन्। यो मेडिकल शाखा थियो भने यो बायोमेट्रिक शाखा थियो। हाम्रो बायोमेट्रिक गर्ने ठाउँ कुनै पनि बाँकी रहेका छैनन्। सबै ध्वस्त भएको छन्। आगो लागेर यस्तो भएको छ छत। यो सबै यो सेवाग्राहीहरू बस्ने ब्रेन्ची हो। यहाँ पनि एउटा टेलिभिजन झुन्ड्याएको थियो सेवाग्राहीलाई मनोरञ्जनको लागि, सन्देशमूलक सूचना प्रसारणका लागि। त्यो पनि उठाएर लगेका छन्। यो पङ्खाहरूको हालत यस्तो छ। कुनै पङ्खा बाँकी छैनन्। सबै डढेर नष्ट भएका छन्।
एसीहरू कुनै छैनन्, केही छैनन्। सिसाहरू यसरी फुटेको छ, छटपस्ट अवस्थामा छ। छटपस्ट अवस्थामा छ। यतापट्टि हाम्रो राजस्व बुझ्ने लेखा शाखा थियो। लेखा शाखाको अवस्था यस्तो छ। यहाँ भएका कुनै पनि सिस्टमहरू छैनन्। प्रिन्टरहरूको अवस्था यस्तो छ, सबै जलेर नष्ट भएका छन्। रसिदहरू धेरै डढेका छन्, अधिकांश रसिदहरू डढेका छन्, अलिअलि बाँकी छन्। माथि सबै जलेको छ। सिसा यसरी फुटेको छ भने यतापट्टि ब्याङ्क शाखा हो। ब्याङ्क शाखामा चाहिँ त्यति आगजनी चाहिँ भएको छैन, तर कम्प्युटर सिसा फुटाउने र यसमा पनि आगोको ज्वालाहरूले गर्दाखेरि माथि सबै फुटेर नष्ट भएको अवस्था छ। अहिले हामी यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र, इटरीको कार्यालयको अवस्थाको बारेमा जानकारी गराउँदैछु। उतापट्टि हाम्रै पल्लो उत्तर साइडमा सवारी कार्यालय छ, यातायात व्यवस्था कार्यालय सवारी। त्यहाँको पनि अवस्था एकदम दयनीय छ, सबै डढेको छ। त्यहाँ पनि अहिले पनि धुवा निक्लिरहेको छ माथिबाट। त्यहाँ पनि तल्लो फ्लोरमा केही नै बाँकी छैन। यो हाम्रो बाहिरको प्राङ्गणको अवस्था हो। प्राङ्गणको अवस्थामा सबैले सामानहरू बाहिर निकालेर आगो लगाएका छन्। सक्ने जति राम्रा राम्रा सामानहरू सबै चोरी भएको छ। यो नेपालको राष्ट्रिय झन्डालाई यसरी झुकाएर झन्डा च्यातेर फालिएको छ भने यसरी बिल्डिङको चारैतर्फ आगोको ज्वालाले भित्ताहरू कालो भएको र सिसाहरू सबै फुटेका छन्। आगोले धेरै जसो फुटेछन्, कति ढुङ्गाले हानेर फोडिएको छ। यो अगाडिपट्टिको मेन हो, यो पनि फुटेर यस्तो अवस्थामा भएको छ। बोर्डसोड केही छैन, सबै उडिसकेको छ। गमलाहरू फोडिएका छन् र अहिलेको अवस्थामा चाहिँ हाम्रो सैनिकहरू आएर बस्नु भएको छ भित्र। र अब सामान त केही नै बाँकी छैन, जे बाँकी छ त्यो पनि अब अलिकति सुरक्षित हुन्छ भन्ने अपेक्षा लिएको छु। धन्यवाद।